बहुत इंटरेस्टिंग जगह पर आया हूँ यार गाइस। आज एडवेंचरस करने आया हूँ। एडवेंचरस एडवेंचर करने आया हूँ दोस्तों। आज आप लोगों को बहुत अच्छी जगह ले जा रहा हूँ मैं। बहुत ही लाजवाब जगह है, मज़ा आ जाएगा। आप लोकेशन यहाँ का पिन कर दूंगा कमेंट में। यहाँ का मैं लोकेशन डाल दूंगा, कमेंट पिन में रहेगा, आप देखिएगा। और यहाँ पर विजिट की कर एक एक्सपीरियंस जरूर लीजिएगा यहाँ का। अरे हाँ, फोटो 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 खींचने भाई भाई। या 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 पॉक यार पॉक। भाई बाइक को चाबी खोलते मचाउने तिम्रो। बाइक को चाबी खोल्तीमा राखेको छौ कि नै? तिमीहरू नुहाउन लागि यत्रो कष्ट गर्दै हो भाइ। चले भुजिया बना चलो। अब कता अगाडि छ भाइ, अगाडि छ। सरी थाक्यो नि त भाइ। खाले बुढी just looking like oh shit। टाढा छ कि भाइ? अहिले बहुत टाढा छ भाइ, जान मुस्किल छ। आई एम फिलिङ सो टायर्ड। उता मन्दिर पनि हिँड्न छ अहिले, मजा आउँदैन क्या, थाकेपछि। जाम अब जाम। तो सिट यार एकछिन रेस्ट ठानौँ भाइ।
यत्रो राम्रो राम्रो ठाउँ छ यार फोटो खिच्नु, तर तिमीहरू यत्रो मिस गर्दैछौ नि यहाँ। नुहानुभन्दा पनि राम्रो यता पिक्चर क्लिक गरेपछि राम्रो हुन्छ के भाइ। त्यतिकैले लग्दैछ कि भाइ हामीलाई। लगभग 6-7 किलोमिटर माथि आएछौँ क्या हामी, थाहा छैन तिमीले उहिले। Keep patent will get success soon. यही हाल यिनीहरूको छ भाइ। त्यो बाहुबली जस्तो धारा हेर्न लागि यिनीहरू यत्रो टाढा आउँदैछन् भने अब के गर्ने। बाहुबलीको जलधारा हेर्ने हो यिनीहरू, बाहुबलीको जलधारा। यतिकै यिनीहरूलाई म मङ्की भन्दिनँ सानो। नभए नदीभन्दा पानी त आफ्नै शरीरबाट नि निस्किएछ। दिक्क लाग्यो यार यत्रो टाढा आउँदै। के गर्नु भाइ, यिनीहरूको कारणले आज के हेर्नुपर्छ, यो जलधाराहरू हेर्दै जानु पर्दैछ। यत्रो टाढा त्यो चुचु पहाड छ यार, कहिले नहेरे जस्तै छ कि भाइ। आफ्नै नेपालमै यस्तो राम्रो ठाउँ भए पनि म अहिलेसम्म आएन यता। यो दुईटैजनाको कारणले आज आएको हो। राम्रो इन्जोय छ, केही खासै छैन, तर गाह्रो छ के भाइ हो बाहुबलीको जलधारा हेर्ने। यतिमा जाउँ आफ्नो लागि कता यत्रो घुमिसकेँ यता फोहोर मान्छे पनि आउँदै गर्छन् धेरै, तर यहाँ फोहोर हुँदैछन् क्या। यहाँको सेल्फ डिसिप्लिन सबैजना माताहरू भएको कारणले यता यत्रो पहाड तपेर आएको। यी बाहुबलीको जलधारा, बाहुबलीको जलधारा यी रहेछ, बाहुबलीको जलधारा। यो गामाको पुत्तरलाई चित्तरमा हानेर सुधार्नुपर्छ भाइ। भयो गयो तिमीहरू जलधारा हेर्ने मौका गयो, पछाडि नै छुटेछ त्यो। ल भयो भाइ है, अब नजामे। सो इम्प्रेसिङ यार आयो। हेर्नु यस्तो राम्रो बाटो चढेर आउनु पर्दैछ। अरे बाना पूरा माफ चिकनी। सबै नौडा छन् भाइ, यता मै मात्र पुरोको हो। के गर्ने आज जस्तो हो क्या, पारेर हो क्या। कस्तो चढ्ने कस्तो छ बडा, पहाड चढेर आउँदै पर्नुपर्छ।
यी गामाको पुत्रलाई गामाको पुत्र हो कि डर लाग्दै चाहिँ कहीँ खसिएन भित्र यदि मोबाइल नै खस्यो भने गयो जिन्दगी बर्बाद ओ यहाँ हेला बहुत डेन्जर छ खस्यो भने मोबाइल गयो त्यस कारण म अब रेकर्डिङ गर्न चाहँदै छुइनँ त्यसलाई यहीँ पूर्ण विराम दिएँ अगाडिको ट्राभल गरेर लास्टमा जे निस्कर्छ हुन्छ त्यो हजुरलाई हेराउँछु आई एम स्योर ओके बाई गाइज